Are you thinking that I'm thinking? Wow, ल फेरि जी गर्नु पर्यो अहिले जी गर तिमी जी गर आया खाइ So I'm mixing that. I'm kind of scared. ल मिक्स गर ल यसरी मिक्स हुन्छ डरपक के हुँदैन नि उछिन्छ उछिरेर नो मोर स्केयर नाउ एकछिन योले गाह्रो भयो यार Look at here guys, my homemade दसैँको लागि अचार. It tastes so good. Are you thinking that I'm thinking? It's दसैँको लागि आयो homemade अचार. हेर्नुस् होला गाइजहरु कस्तो स्वादको छ. खानुस्. ल मामु एउटा ट्राई गर्ने नगर्ने मम्मी लगी नै ट्राई गरिसक्यो यो पिरो छ हात हाल्नु यो के हो दसैँ आएको के बनाउनुलाई थाहा छ मासु मासु त अलरेडी मासु मटन मटन मटनै हो तर कुन टाइपको यहाँ के हुन्छ थाहा दसैँको पक्कु पक्कु दसैँको पक्कु पक्कु मासु मासुको पक्कु के तयार हुँदैछ दसैँको लागि पक्कु ल यो भयो अब चाहिँ चिया बनाउने ठाउँमा राख्दैछ मासु वा अब चिया खाँदा मासु नै स्मेल आउँछ यो चाहिँ के त्यो सेकुवा सेकुवा भने पनि भयो तास भने पनि भयो जे भने पनि भयो अब एयर फ्रायरमा पकाउनु के त्यो पाइनएप्पल पाइनएप्पल अदुवा लसुन ए अदुवा लसुन यसरी गर्नु यसरी स्टाइल स्टाइल यहाँ चाहिँ आयो दसैँको लागि अनि यहाँ चाहिँ मान्छे भने पनि तास भने पनि जे भने पनि भयो एयर फ्रायरमा पकाउने हो जस्तो टेस्ट फायर चाहिँ कहाँ छ हाम्रो एयर फ्रायर चाहिँ यहाँ छ ल यसपालि चाहिँ हाम्रो दसैँ कहाँ छ यहीँ काठमाडौँमै कहीँ जान पाइएन हेर्नुस् गाइजहरु है बेबी रामेछाप पनि जान पाइनँ रामेछाप गएको थियौँ चितवन गएको थियौँ कति रमाइलो भएको थियो है बेबी अहिले त मलाई त भन्साथि चितवन जानु छ तर मलाई मन लागेन त्यही भएर किन मन लाग्यो भन्दै किनभने मामु बाबासँगै बस्ने लिन्छु अनि यो चाहिँ हो म त खिच्छु अಯ್या बसी बसी देखाएर छु यो चाहिँ हो यो के हो यो काट्दै हो त्यही हुन्छ यस्तो यो पनि छ यहाँ चाहिँ छ स्पाइसी सरी गाइजहरु मैले पादेको त्यही भएर ठुलो मान्छे बन्नु रे राम्ररी लगाइदेऊ जमरा थोरै 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 सबलाई पुग्नुपर्छ थोरै थोरै धेरै भयो पुग्छ क्या पुग्छ बा छ तल नि कानमा हो र टाउकोमा राख्नु त्यसरी जे गर्नु पर्यो खोइ खुट्टा ल्याऊ ल
ल दुईजना ल ल सिजन बस ल तिमी न यिनीहरूको फेरि फोटो कसरी कसले खिच्दिने धेरै पढ्नु ठुलो मान्छे हुनु अङ्कल आन्टीलाई माया गर्नु छ पढाइ गर्नु एक्जाममा पास हुनु रुमाल चाहिँ ल्याइन है तिमीले हातो जाँदैन होला नि छोड्दिसो केही हुँदैन केको लागि रुमाल चाहियो अब सबै गर्नु पैसा दिनु म दिदिनँ दिन्छु होइन एउटा के ल्याउनु पर्छ नि त टालो पुग्छ एक्सपिरियन्स छैन फर्स्ट टाइम घरमा देवी कसरी खिच्यो मेरो छोरी ज्ञानी हुनु गम गम खानु पढाइमा यस्तै गरी राम्रो 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 अझै धेरै राम्रो गर्नु बाबा मामा धेरै मान्नु मेरो छोरीलाई खोकी लागिरहेको छ खोकी धेरै नलागोस् चक्लेट दिनु पैसा ज्यादा चक्लेट दिनु दिनु सबले ल सिजन ल वा ल फेरि जी गर्नु पर्यो अहिले त जी गर तिमी जी गर खेल गर्छु बाबा गरेको गर्नै गर्नुपर्छ अर्को ल्याऊ ओइ ल ल ए हजुरले मलाई ल्याइदिनु पर्छ म चाहिँ ल आशीर्वाद दिन्छ नि यार दिन के चाहिएको मलाई आशीर्वाद अहिले स्वस्थ बच्चा जन्माउनु स्वस्थ हुनु म पनि स्वस्थ हुनु खोकी लागिरहेको छ खोकी लाग्ने चिज नखानु मुखबाट सुगर सुगर हल्का सुगर देखाएको छ तिमी कन्ट्रोल होस् भन्छु नि अब पैसा जमारा चाहिँ कहाँ त कुन जान्छ नि जमारा लिजो यसपालि काहीँ टिका लगाएर सबै लिजो खुट्टा रहेछ सँग उड्दैन राम्ररी बाँधेको छैन छोरी आऊ फोटोग्राफर भइरहेको छ भिडियो बनाएर टिकटकमा हाल्यो छोरी धेरै आशीर्वाद चाहिएको छ रोग नलाग भन्नुभयो त्यही चाहिँदैन रोग नलाग्यो आशीर्वाद भइहाल्छ नि रोग नलाग्छ राम्रो डेलिभरी हो त्यही रोग मात्रै हो नि सबै त्यही पर्छ सबै त्यही भित्रै पर्छ के था सिधै हजुर मोबाइल लगाइदिनु बुझ्नु ल आउँछ आउ न कपालमा पानी दिनु तेल त लगा मामा मामा अब
काममा सफलता सफलता मिल्यो रोग नलाग फर्स्ट टाइम टिका लाग्यो स्वास्थ्य राम्रोसँग मिलेर बस्नु भिडियो खिचिरा हाम्रो भिडियो त अनि भाइ फोटो गर्न है पाल्नु पाल्नु त छोराको छ यहाँ पाल्ला नि दुईटा मान्छेले पाल्नु तिनीहरू पाल्नु नि तिमीले पाल्नु औँसीमा याद गर्नु भन्न औँसीमा याद गर्नु परिवारमा सुख शान्ति सम्पन्न होस् छोराहरूले सम्पन्न गरेर विद्या आर्जन गरून् हाम्रो छोरीले ज्वाइँलाई सधैँ हेरचाह गर्ने सम्पन्नशाली सौभाग्यशाली हो मेरो ज्वाइँलाई सधैँ सधैँ रहोस् यही उपकार गर्दछु नौ दुर्गा भवानीले सधैँ राम्रो भगवानले सुन्न पाए स्वास्थ्य सुन्न मात्रै देख्नै पाइयो ल कहिले तेरो खुट्टा जाँदैन कति एउटा यस रहोस् र आफ्नो काममा इमान्दारिता होस् हामीले चाहिँ देख्न सुन्न सबै पाइयोस् यही भन्दै अब चाहेको कुरा पुगोस् यति भन्दै ल बुढाबुढीको राम्रो मेरो छोरीको राम्रो 2 दिन छुट्योस् सबैभन्दा हजुरको यो आशीर्वाद चाहिँ यही चाहियो हामीले राम्रो होस् डराउनु हुँदैन छोरी के पनि हामी चारवटा पायौँ के नडराइकन हस्पिटल गयो सोचेको कुरो पुगोस् सबैभन्दा ठुलो रोग नलाग्यो जोइएर त कहाँ लगाइदिनु रे यत्रो बच्चा जयन्ती मङ्गला काली भद्रकाली कपालिनी दुर्गा क्षमा शिवरात्रि सुधा सदा नमस्तुते आयु द्रोणसुते स्तम दशरथे शत्रुत सेम्रागवे ऐश्वर्ये नशे गतिश्च पौने मानञ्च दुर्योधने शुद्धे शान्त नवे बलम हरधरे सत्यान्त कुन्ते सुचे विज्ञानी विरुद्धे तिभवतान कृतिष्ठ नारायणी यो छोरी असाध्य ट्यालेन्ट छ विवेकी छ त्यो विवेकलाई धन्यवाद मान्नुपर्छ सधैँ सुख शान्ति रहोस् साह्रै ऊ छ नि त फेरि ट्यालेन्ट छ त्यो ट्यालेन्टलाई पछि पाउँछ अब घर परिवार भएपछि ट्यालेन्ट समय देख्न आउँदैछ त्यो देखाएर छोड विवेक प्रयोग गर सबैलाई सुख शान्ति दे आफू पनि सुखी बस म चिताएको कुरा पुगोस् यो त ठ्याक्कै ज्वाइँको रहेछ प्रेग्नेन्सीमा सुगर देखेर यहाँ राम्रो होस् अरू रोग नथपियोस् त्यसमाथि हामी त अब रोगी भएर होस् भन्ने यस फैलाएस् अब सद्बुद्धि लिएस् बा आमाको हेरचाह गरेस् बुढाबुढीको रक्षा गरेस् केटाकेटीको रक्षा गरेस् यी सबै सामाजिक कुरा गरेस् त राम्रो मान्छे छस् अझ राम्रो बनेस् यही मेरो शुभकामना तैँले चिताएको कुरा ठुलो मान्छे बनेस् नाति नौ दुर्गाले तँलाई रोग नलागोस् विज्ञानी मेरो नाति एकदम राम्रोसँग पढोस् पाउने मानन्द दुर्योधनी सूर्य शान्त नभे बलम हरधरे सत्यन्त कुन्ते सुते विज्ञानी यो नातिनी हाम्रो चाहिँ यस राख्ने बनोस् सबभन्दा ठुलो बनोस् सबै ट्यालेन्ट छ यो त्यो ट्यालेन्टलाई घटाउँदै नलगा बढाउँदै लगा अनि बा आमालाई सम्मान गर अब आमालाई माया गर बालाई सम्मान गर यो सबै गर हामीलाई चाहिँ माया गर अनि तिमी चाहिँ ठुलो मान्छे हुनु है सबैभन्दा राम्रो मान्छे होस् मेरो नातिनी ल ल नातिनी ल आउनु ल नौ दुर्गाको प्रसादले नानीलाई रोग इज्जत राखेस् माया गरेस् कति वर्ष भाइ 5 वर्ष भाइ 7 पुगिसकि लागि हैन पुरा भयो 7th बर्थडे मनायो नि त अहिले अलि आसमा आइले 7 कम्प्लिट गौरवको छोरा
हो 7औं बर्थडे मनायो कि 74 को हो अनि 7 कम्प्लिट चाहिँ 7औं बर्थडे 7औं केक काट्यो हो कि यसपालि 4 वर्ष त स्कुल गए भइसक्यो दाइ हामी कहाँ आएको भन्दै बसन्तपुर गाह्रो हुन्छ बिना चाहिँ मेरो चित्यो त Yummy cha. Vanilla. कसरी आयो वाइफाई मोबाइल नम्बरमा आयो कि मेरो मोबाइल नम्बर खुल्यो हो नि त मेरो भिडियो खिच्छ भिडियो फेरि राम्ररी पढ्नु एसी आउला अब गेमतिर ध्यान कम गर्नु दाजुभाइ मिल्नु झगडा नगर्नु खाली गर्छ त्यो चाहिँ सही हो हेलो यही खाने हो मामा घर गएर अब मजाले एक हप्ता मोज गर्नु मासु पनि राम्ररी पढ्नु गुड बोय हुनु धेरै गेमतिर ध्यान नदिनु मासु पनि खानु अलिअलि चिकन पक्स वाउ फोटो जमारो पनि दिनु कति लाउने टिका चाहिँ 10 चोटि ठीक हो अलि यसरी हो झम्टी नि बाग्ले जस्तो खै दर्शन गरे हामीले चाहिँ ल यहाँ फोटो
एकछिन रोक पकौडा खाऊ मेलो अनि कहाँ राख्दियौ मेलो मसला र चाहिँ के गर्ला है हजुर यहाँ त के हुन्छ त्यहाँ होइन आलु त छैन होला भयो अलिअलि अब तिमी यही खानु त अब खाऊ कसो